विक्रम सम्वत 2025 साल असोज महिना प्रकृतिले ताण्डव नृत्य नाचेको छ, जसको कारण सयौं घरहरू माटो मुनि पुरिए, कैयौं परिवारहरू एकै च्यान भयो, कैयौं बस्तीहरू पहिरोमा परिणत भए। त्यही साललाई सम्झना गर्दै बुढापाकाहरू कुनै समय त्यसरी नै पानी पर्यो भने 25 सालको जस्तो पो हुने हो कि भनेर चिन्ता व्यक्त गर्दछन्। दैव संयोग विक्रम सम्वत 2025 र इस्वी सम्वत 2025 झन्डै उस्तै रह्यो। तर त्यस बेलाको 25 साल र यो वर्षको इस्वी सन् 2025मा आकाश पाताल फरक भन्छन् भोग्नेहरू। त्यस बेला जनसङ्ख्या थोरै, घर सङ्ख्या थोरै, मानिसहरूकै सङ्ख्या पनि थोरै। तर विक्रम सम्वतको 2025ले थोरै घर सङ्ख्यालाई पनि बाँकी नराखी गाउँहरू पहिरोमा परिणत गराइदिए। प्रकृतिले त्यो ताण्डव नृत्य नाचेको देख्नेहरू आफूले भोगेको कुराहरू सुनाउँछन् यसरी, जसमा समालबुङ निवासी रामबहादुर खड्का र 84 वर्षीय मेरै काका खड्गबहादुर खापुङ 25 सालको यथार्थवादी कथा यसरी सुनाउनुहुन्छ। दसैँको बेला थियो, त्यति बेलाखेरि पानी आयो भन्दा गोर गरेर एकदमको पानी आयो। बुरु पानी पर्यो, ठुलो पनि परेन, सानो पनि परेन, एकदमको पानी परे गर्यो। अनि 7 दिन पानी आउँदाखेरि 7 दिनको दिन अन्तिममा चाहिँ अनि उज्यालो हुने बेलामा गुडुडुडुडुडुडुडु जमिनहरू थर्क्यो। अनि अँधेरी रात थियो, बाहिर निस्केर हेर्नु पनि सकिएन, आफू हेर्दा पनि नदेखिने, भित्रै बसिरह्यौँ। अनि थर्क्यो, भोलिपल्ट उज्यालो पनि भयो। त्यो उज्यालो भएपछि अनि पारिपट्टि यतातिर हेरेको, सबै पहिरो गएको मात्रै देख्यो। चारैपट्टि पहिरो गएको मात्रै धर्कै भयो। अनि त्यहाँबाट अब त्यति बेलाको जमानामा टाढाको खबरहरू चाहिँ सुन्नु नपाइने, यस्तो फोनहरू पनि थिएन, केही पनि थिएन। समाचारबाट मात्रै सुनेको, फल्नालाई यति लग्यो, त्यसकालाई यस्तो लग्यो उस्तो लग्यो। मासुको भाडैसँग मान्छेलाई घरै शुद्ध बगाएर कुखुरा बासिरहेको छ। अनि बगाएर लगेर मान्छेलाई पुर्यो। अनि खोला नालाहरू बढेर अनि सिद्धि मेची दोभानहरू बढेर दोभानमा ठ्याप्पै भोलिपल्ट गएर पानीहरू दमी भएको देखियो। र त्यो दिन ठुलो बस्ती लोग्यो अरे। अनि हामी त गयौँ भन्यो अरे, भाले पनि बास्यो अरे, मादल पनि बजाएको। अब के गर्ने, उँभोबाट चुडेर गयो अरे। अनि त्यत्तिकै गएर चाहिँ तमरले बगायो अरे भनेर हामीले चाहिँ अब हल्ला चाहिँ सुन्यौँ। त्यति बेला त अब मोबाइल थिएन, केही थिएन, टिभी थिएन। 25 सालतिर त अब केही त थिएन। समालबुङ र आसपास क्षेत्रहरूमा भएको त्यो क्षति वर्णन गरेर साध्य छैन भनेर त्यति बेलाका मानिसहरूले सुनाउने गर्दछन्। समालबुङ क्षेत्रको एउटा अपूर्व घटनासँग जोडिएको एउटा ठाउँ छ, मेची किनारमा अवस्थित। यस ठाउँलाई स्थानीयहरू अहिले खुलालबारी भनेर सम्बोधन गर्दछन्। 2025 भन्दा केही वर्ष पहिला यस ठाउँमा खुलाल थरका व्यक्ति बसोबास गरेसँगै अहिलेसम्म नै यस जमिनलाई खुलालबारी भनेर चिनिन्छ, जुन तपाईँ यो भिडियोमा हेर्दै हुनुहुन्छ। जुन बारी मेची किनारबाटै सुरु थियो, 2025 को अविरल वर्षाले यो बारीको आधा भाग नै विशाल विशाल रुखहरूसँगै चुडेर लगेपछि मेची खोलालाई थुनेका थिए। सँगै आसपासका बस्तीहरूमा मध्यरातमा भागदौड मचिएका थिए। खोलाकै किनारमा खेती गर्दै बस्थे एकजना व्यक्ति, जसले जोगी थरका महिलासँग विवाह गरेका कारण उनलाई पनि जोगी नै भनेर सम्बोधन गर्थे स्थानीयहरू। तर उनी थिए राई थरका। खुलालबारी चुडेर मेची थुनिएपछि त्यही दिन छोराको न्वारानको दिन थियो। घरभरि पाहुनाहरू थियो। त्यो मध्यरातको भयावह स्थितिमा भागदौड सुरु भयो। अन्धकार रातमा आपत स्थितिमा घरबाट भाग्दा बहिनीको गहना बिर्सिएपछि गहना लिन घरभित्र पसेका उनी त्यति बेलासम्म मेचीले घरको आधा भाग नै बगाइसकेका थिए। यसपछि त उनी पनि सँगै बगे। यही दिनलाई सम्झना गर्दै स्थानीयवासीहरू 2025 साललाई अहिले पनि जोगी बगाएको साल भनेर सम्बोधन गर्दछन्। यस सम्बन्धमा काका खड्गबहादुर खापुङ भन्नुहुन्छ, त्यस बेला त्यो रात के भएको थियो त? भात खुवाइसकेछ। टिकाको दिन हामीलाई पनि निम्तो थियो। अब खोलाबारीमा हामी त कहाँ जानु सक्ने। मामाको छोरा भाइ जन्मिएको थियो। भाइको अब टिकाको दिन चाहिँ टिकाको भोलिपल्ट चाहिँ उसको भात खुवाइछ। हामी चाहिँ गयौँ न। अनि उसको बहिनी गएको थिएछ यता समालबुङबाट। बहिनीको चाहिँ अब माथि भात चाहिँ गर्दा
मेरो नौगेडी छोडेछ दाजु गएर ल्याइदिएर भनेर भन्दाखेरि जाँदाखेरि घर पालपरि गएछ त्यहाँदेखि कुलाई खत्तम अरू चाहिँ बाँच्यो 2-3 जना चाहिँ। यस वर्ष सन् 2025मा जुन किसिमको प्राकृतिक विपत्ति र मानवीय क्षतिहरू भए जुन साह्रै भयावह रह्यो, यही सालले सम्झना गरायो विक्रम सम्वत 2025लाई। तर यस वर्षको भन्दा पनि 3 गुणा धेरै प्राकृतिक र मानवीय क्षति गराएको थियो रे विक्रम सम्वत 2025ले। भिडियो कस्तो लाग्यो तपाईँलाई? प्रतिक्रियासँगै सब्सक्राइबको लागि पनि अनुरोध गर्दै म सन्तोष लिम्बू बिदा हुन चाहन्छु। हस्त नमस्ते।